हेलो गाइस, हम घर जा रहे हैं। अब जाएँ वहाँ पे है रेलवे स्टेशन पर। वहाँ पे ना टिकट काट्छ। ये रोक्यो न। हेलो गाइस भन्नुहोस् त। हेलो गाइस, हामी ठुली घर गइरहन्छौँ। अनि भेनाजु र हामी दुईजना। अनि यहाँ अमृत फुलेर बिपट्टा भएको छ। यस्तो राम्रो राम्रो घरहरू छन् यहाँ। गाउँघरको घरहरू यस्तै हुन्छन्। भेनाजु अलि हल्लु हिँड्नु न। सब बच्चाले त्यहाँ पपीता फलेरै छ। भलक बनाएको चाहिँ चिनो लाउनु भनेर के। हाम्रो घर त प्युठान हो। भाइ म इन्डिया रहन्छु। यहाँ लाउनु पर्यो, यहाँको रोड लाउनु पर्यो, घरहरू तिनी ब्लग बनाउँछ नि, त्यही भएर। युट्युब च्यानल खोलेको छैन, त्यो अलिक सर्टमा हालिदिन्छु कि। असन कि त मोनिटाइज त आएन भने 600 सब्सक्राइब भएको छ। गरेर हाल्नु मैले हालिनँ कि। सालमा 6 महिना नि एउटा हाल्छु। त्यही भएर चिनुको लागि हालेँ कि मैले, पैसा कमाउनु लागि होइन। आफू मरेर गयो भने बालबच्चाले आफ्नो कोही नाच रिस्तेदारले हेर्लान् भनेर के। त्यही भएर त्यो राखेन र कमाउँदा त 2 साल भयो। कस्तो रोज हाल्नु पर्थ्यो। ए कहाँ गएर केही लाउने न। केही छैन पनि। दोकान कहाँ छ? केही छैन कि राख। किनेर पकाएर खाइसक्यो नि। किन चाउचाउ पकाएर राखेको थिएँ। फेरि किन फेरि रित्यायो भन्ला नि। हुनु भेनाजु। के अरे भेनाजु, यो अरू आफू मात्र खाने बेटेन। कसो घर हो र उसले फोबेले मुइलाएर गएको। आज बेन ल्याएको हुनु। यता आफ्नो नाम रहेछ डाङ त। बड्डा ही घर छन्। यहाँ यस्तो फुलहरू त्यही भएर बोला हाल्छ क्या। त्यही भएर भेनाजु जजु भने हाल्छ। हिँड औला गोठाला छोरा हो कि भेना भन्छ के भन्छ त। हिँड औला उठा छ। यस्तो चर्घाम खूब फुल रोपिएको छ बरै। बाटैभरि देखा त। नखु फेरि पूजापाठ गरेर के गर्नु गरेर टिप्दै नटिप्या।
सबै फुलहरू यता माथि त राम्रो छ भिनाको जेठ पुग्छ नि भगा तब जेठ पुग्छ नि कि एकदम जङ्गल जस्तो लाग्ने यहाँको कोठामा पनि लाग्ने तब पुग्छ नि त हिँडी बिहा भार हो कि हो हिँडी घर गाह्रो जाए पनि गच्छिरो गजब आम रहेछ अब बेचेर गाटा लगाएर कहाँ यो घरमा मान्छे छोडेर गएको के यहाँ हुने झन् पुरानो जमानाको मकान खुब खिरा फल्ने रहेछ खिराको सोच कटमेर घाँस हो कटमेर किन गाह्रो फाल्तु किन हेरेर र यही हो र यही हो ऊ भन्ने यही हो कतिजना मान्छे मऱ्यो भने त देखेँ दाट हो कि गाडेर यही यो बाहिरवाला पुल भन्ने यही वहाँ जान्थ्यो चरिङ्गे डर जाने भन्ने भोटे डर भन्ने कहाँ हो हेलो गाइस हेर्नुहोस् त ए कहाँ गएर कि अब छ्या डर लाग्छ यहाँ उता कहाँ आएको छ र कहाँ आएको छ उता त्यो बाहुन्डा त दिल्ली कोही जमिन भन्नु नि त बाहुन्डो फर्केर आउने के कहाँ गएर फाल्टु के को रङ भाला नि जानु छ त पागल इन्सान पनि हामी यो गोटिल छ यो सबै जो वाला माटो जालीवाला छ यो एउटा पट्ट जान्छ यो नाम यो हो कि यो कमजङ लाग्छ यो यस्तो बोलु कहाँ जान्छ त्यो तलले त फराम त्यो त सूर्य छ फर्केर आउने अब कस्तो डला बढी जिग्रिया सबै धेरको झर्किन टिपेर जानुपर्छ फाल्टु दिनु परेको बुढ्कानु हेर्नु पर्छ ओके यहाँ देखेको छ किन त्यहाँ जानुपर्छ यो बेर भापालाई नानी म फुट त हलिन्छ कोही आँरी यहाँ यस्तै वहाँ गुल्मीमा नि यस्तै पर्ला पुल हुनु है सुपर एरिया जेल लाग्छ म देखाएको छु सब युट्युबमा जेल लाग्छ हुनु माथि खाइन त्यही छ बाबा त्यो चाहिँ गोजाला म यति त मेरो चक्कर आउँछ मलाई यस्तै जय डर लाग्छ पानीमा यस्तै पुलमा पिङमा जय डर लाग्छ मलाई अब एकछिन टिकटक बन्नु त धेरै विकास त भएको छैन भने पिस गरेर छ
धेरै बिक नाम नगर यो मुर्को नि यसको भएको छ नि मेटेरियल कम आएको त्यो त्यस्तो पानी खोल्दाखेरि कहाँबाट खोल्ने त्यसको चाबी कता छ उतापट्टि छ हजुर चाबी के त्यहाँतिर किन नबोलेर हिँड्ने हट बोल्दा हिँड्ने होला नि त्यस्तो बाटो कहाँ यहाँ चेक गर्छ र बोलेको एक्सपिरियन्स छैन त कहाँ बोलाउँछौ बल्ल पनि राम्रो दुई वर्ष भयो म यो चाहिँ खोले भन्नु एक्सपिरियन्स हुनु पर्यो नि बल्ल खोल्यो भने बिना एक्सपिरियन्स हुनु पर्यो एक्सपिरियन्स एक्सपिरियन्स यही हो दिदीको घडी भन्ने यही हो सुकुमाजी घडी भन्ने त्यो कहाँ छ बाटो काट्यो छ भन्थ्यो उल्टा सौताल छ तिनवटा घरि हुन्छ अरे हामी तिन भाना ल्याएको नि तिनवटा भन्दा अस्ति घरमा आउनु भने पहिला उपार एउटै होला हो त्यो 4 रुपियाँ बिजुली हो जग्गा कहीँ घर पनि जतै तिनवटा घरि हुन्छ अरे भन्नु त कहीँ बन्ला त्यो चाहिँ त्यो 4 रुपियाँ खम्बाहरू कहीँ बन्छ त्यति घर सब त्यो सब पिलर गामेल सेन झुक्रा हाल्नु त बन्नु हिँड जानेहरू हामी त आयौँ है पाहुना यहाँ पनि पानी आउँछ आजलाई सस्ती भयो त के पानी किन खान्छस् नहुने पानी लगाएको अरे पानी भएको नला भिडियो नआसिस ठुलिदी भिडियो बनाएर जान्छु के स्यासको पाटो बुलो